Hi, so today we are going to talk about the art of overthinking. So let's be honest, let's talk like a real man. Overthinking isn't always bad. Overthinking चाहिँ जहिले पनि नराम्रो होइन. यसले चाहिँ हाम्रो प्लान गर्ने क्षमता, एनालाइज एउटा बेटर डिसिजन्स गर्ने क्यापासिटीलाई बढाउँछ. इभन साइन्टिस्ट, फिलोसफर्स, इभन लर्ड कृष्ण होइन धेरै डिप थिङ्कर्सहरू तिनीहरूले ओभरथिङ्किङ गरेर नै आफ्नो कार्य अगाडि बढाउँथे. इफ ओभरथिङ्किङ एन्ड द्याट डिडन्ट ह्यापन देन इन्भेन्सन्स फिलोसफर्स होइन हाम्रो भागवत गीता नै एक्जिस्ट हुन्थेन होला. प्रब्लम चाहिँ कहाँ हो भनेपछि जब थिङ्किङले नै लिमिट क्रस गर्छ, हामी एनालाइज गर्न थाल्छौँ, हामी क्रिएट गर्न थाल्छौँ. प्रब्लम जो चाहिँ एक्जिस्ट नै छैन, जस्तो टाइपको प्रब्लम जो हुनेवाला छैन, त्यही प्रब्लममा डुबेर हामी चिन्ता गर्न थाल्छौँ. बिना कामको डिजास्टर प्रिडिक्ट गरेका छौँ, त्यो चाहिँ कहिले हुनेवाला छैन. सो हाउ ओभरथिङ्क एक्चुअली वर्क्स. ब्राउजरमा 50वटा ट्याब खोल्या छौ अनि अर्को ट्याब खोल्ने बेला किन स्लो चल्यो भन्ने जस्तै हो कि त्यो बिफाल्तुको ट्याब्सहरू बन्द गर्दैन हुन्छ नि त. त्यही हो ओभरथिङ्किङ भनेको. इभन अर्जुन अ ग्रेट वारियर लड्नभन्दा अगाडि धेरै सोचेर बसिरहेको थिएँ, हार्छु कि जित्छु कि ओभरथिङ्क गरेर बसिरहेको थिएँ. अनि पछाडिबाट लर्ड कृष्णले भन्छन् तिम्रो काम लड्ने हो, धेरै नसोच, रिजल्टको चिन्ता नगर, शस्त्र उठाऊ भन्छन् होइन. त्यो ओभरथिङ्क एउटा नुन जस्तै हो. थोरै मिठो छर्यो भनेपछि राम्रो हुन्छ खाना, बढी छर्यो भनेपछि खाना बिगारिदिन्छ.